सबैलाई नमस्ते। म एसपी ढकाल यति बेला तपाईहरु माझमा अर्को एउटा नयाँ भिडियो सामग्री लिएर उपस्थित भएको छु। यो सामग्री चौरजारी नगरपालिका 10 स्थित भगवती मन्दिर जहाँ मानाकोटमा रहेको छ त्यो मन्दिरसँग सम्बन्धित यात्राका क्रममा लिएका तस्बिरहरूसँग सम्बन्धित रहेको छ। हामी चौरजारी नगरपालिका 5 को लहरे सिमल बस्तीबाट मानाकोट तर्फको यात्रा प्रस्थान गर्दैछौँ। यति बेला हामी यो मानाकोटको तर्फ प्रस्थान गर्ने क्रममा यहाँ हामीले विगतमा गरेका उकाली ओराली भन्ज्याङ चौतारीहरू त्यहाँ कात्ते खोला नजिकै माथितिर जङ्गल रहेको तलतिर चाहिँ बस्तीहरू को बाटो हुँदै हामी प्रस्थान गर्दैछौँ। यो विशेष गरी चाहिँ विजयादशमीको रामनवमीको दिनमा मानाकोटमा ठुलो हिन्दू धर्मावलम्बीहरूको चाहिँ त्यहाँ जमाघट हुने पूजा आराधना हुने यो ऐतिहासिक मन्दिर हो। त्यतातिर चाहिँ हामी आजको यात्रा तय गरेका छौँ। हामीले यो यात्रामा विशेष गरी वारीपारीतिरका चारैतिरका सुन्दर हरियाली बस्तीहरू निहाल्दै र विगतमा उकाली ओराली गरेका स्थानहरूको बाटोहरूको खोला मन्दिरहरूको अवलोकन गर्दै हामीले यात्रालाई अगाडि बढाइराखेका छौँ। यही सिलसिलामा हामीले आज यो रामनवमीको दिनको अवसर पारेर यो यात्रा तय गरेका हौँ। यो कात्ते खोला हो, यो वडा नम्बर 10 र 5 को सिमानामा पर्छ। यो तलतिर चाहिँ हेर्दा भिर पाखाहरू रहेको छ, माथितिर चाहिँ जङ्गल छ। यो साँघुरो सानो बाटो हामी चाहिँ अगाडि बढिरहेका छौँ। केही क्षणमा हामी पारी मानाकोटतिर चाहिँ पुग्दैछौँ। यो दृश्य चाहिँ माथि मानाकोटबाट हेर्दाखेरि तल जहारी खोला सुन्दर फाँटहरू धान झुलिराखेका छन्। पारीतिर लहरे सिमल गाउँ रहेको छ। त्यसै गरी त्योभन्दा अझ पारी कोटजारी घट्टीकाँडा लगायतका ठाउँहरू रहेका छन् र आज त्योभन्दा पारी जगतीपुर जाजरकोट क्षेत्रका भूभागहरू पनि यहाँबाट चाहिँ देखिराखेको छ। अत्यन्त सुन्दर भूमिमा रमणीय ठाउँहरूका दृश्यहरू हामी हेर्दै मानाकोट तर्फको यात्रा तय गरेका छौँ। यो साँच्चीकै रमणीय छ, मनमोहक छ, आकर्षक छ। यही सिलसिलामा हामी यहाँ मानाकोट पुगिसकेका छौँ। यहाँ चौरजारी नगरपालिका 10 लाक्साबाट भगवती मन्दिरमा त्यहाँ बलि चढाउनको लागि राँगो सहित एउटा पञ्चबाजाको टोली बडो हर्षोल्लासपूर्वक यहाँ आइपुगेको छ। हामी यो टोलीसँग समायोजन हुँदै हामी भगवती मन्दिर तर्फको यात्रा तय गर्दैछौँ। यो भगवती मन्दिर एकदमै ऐतिहासिक मन्दिर हो। यो मन्दिर विशेष गरी किन यहाँ स्थापना गरियो त भन्ने सन्दर्भमा यहाँ विगतमा चाहिँ 5 र 10 मा पर्ने हस्तारेकोटबाट रातारात यो दसैँको समयमा एउटा मौलो यो मानाकोटको यो भूमिमा यहाँ आइपुगेर मानाकोटवासीले चाहिँ त्यो मौलोलाई जहाँ हस्तारेकोटमा उत्पत्ति हुन्थ्यो त्यही ठाउँमा लिएर छोड्थ्यो। फेरि चाहिँ त्यो मौलो रातारात यहाँ आउने यस्तो खालको चाहिँ क्रम चलेपछि त्यो मौलोलाई त्यही ठाउँमा चाहिँ राखेर त्यहाँ मन्दिर बनाएर पूजा आराधना गरेको र गाउँवासी सबैलाई चाहिँ सुख शान्ति समृद्धि मिलेको, सबैलाई चाहिँ भलो हुँदै गएको, राम्रो भएको भनेर चाहिँ यो मन्दिरमा सोचेको चाहिँ पुरा हुने मनोकांक्षा पुरा हुने को कारणले यसको महत्त्व एकदम बढिराखेको छ। र यहाँ राँगोको बलि चढाइन्छ रामनवमीको दिन। त्यही सन्दर्भमा चाहिँ यहाँ सबैजना उपस्थित भएर रमाइराख्नु भएको छ, हाँसी राख्नु भएको छ। यहाँ खाँडो नाच पनि नाचिन्छ। यहाँ चाहिँ खाँडो अवतार भएको 240वटा खाँडोहरू दरबारहरू उत्पत्ति भएको र मानाकोटवासीले चाहिँ त्यो प्रयोग गर्ने नाचमा प्रदर्शन गर्ने परम्परा पनि चाहिँ रहेको छ विगतदेखि नै। त्यो कारणले चाहिँ यहाँ सबैजना हर्षोल्लासपूर्वक नाचिराख्नु भएको छ, गाइराख्नु भएको छ, पूजा गरिराख्नु भएको छ। यो सुन्दर दृश्यसँग रमाउन हामी जाँदै फर्किन्छौँ। यहाँ चाहिँ मानाकोट लगायत आसपासका क्षेत्रहरूबाट यहाँ चाहिँ यो हिन्दू धर्ममा विश्वास राख्ने आस्था पनि राख्ने महानुभावहरू चाहिँ भएको छ। यहाँ रमाइराख्नु भएको छ। यहाँ चाहिँ एकदमै हर्षोल्लासपूर्वक भावलाई रमणीय बनाइराख्नु भएको छ। हामी यसैमा उपस्थित भएर हामी पनि यहाँ चाहिँ रमाइराखेका छौँ। यी दृश्यहरू चाहिँ यहाँ क्यामेरामा कैद गरिराखेका छौँ। यो मानव अत्यन्त ऐतिहासिक ठाउँ भिडियो हेर्न